एभ्रिवान वेलकम ब्याक टु माई भिडियो। र आज चाहिँ तपाईँहरूलाई म तास बाँड्दै देखाउँदैछु होइन। तपाईँले कमेन्ट्स पढिहाल्नु होला मैले के सिकाउन आँटेँ भनेर, अम्लीमा तास कसरी घुमाउने भनेर। जस्तै तपाईँहरूको साथीहरूलाई यसो तास बाँड्नुहुन्छ, आफ्नो टर्नमा आउँदा चाहिँ टक्कसँगले सानमा यसो तास घुमाएर टक्कसँगले आफ्नो भागमा राख्दा कस्तो देखिन्छ, खतरा देखिँदैन त्यसरी टक्कसँगले यसरी देखाउँदा। र यो अम्लीमा कसरी घुमाउने भनेर सिकाउँछु, लास्टसम्म हेरिदिनु होला। यो धेरै सजिलो छ है, तर तपाईँले जति प्र्याक्टिस गर्नुहुन्छ त्यति राम्रो देखिन्छ ल। यो अम्लीमा तास घुमाउनुभन्दा अगाडि चाहिँ तपाईँले तासको बिचमा चाहिँ बिची अम्ली यसरी राख्नु पऱ्यो होइन। तपाईँले यसरी ब्यालेन्स गर्नु सक्नुभयो भने चाहिँ झन् राम्रो है। यतिको ब्यालेन्स गर्नु सक्नुहुन्छ भने तपाईँले यो अम्लीले चाहिँ तासलाई यसरी तान्नुपर्छ ल। यसरी तानेर यसरी घुमाउनुपर्छ। तर तपाईँहरूको तानिँदैन, किनकि सुरुमा यसरी गर्दा घुम्दैन। त्यो भएको कारणले चाहिँ तपाईँले के गर्नु सक्नुहुन्छ भने सुरुमा चाहिँ तासलाई यसरी झट्काएर घुमाउन सक्नुहुन्छ। जस्तै यो बिची अम्ली मुनि राख्ने, यसरी ब्यालेन्स गर्ने, अनि तासलाई चाहिँ अलिकति यसरी झट्काउने। जब यसरी झट्केर यसरी तान्नु भने चाहिँ मजाले घुम्छ। जसरी मेरो घुमिरहेछ तपाईँहरूको पनि त्यसरी नै घुम्छ। तर यो सिक्नु चाहिँ अलिकति टाइम लाग्छ। सिकिसक्नु भयो भने जति मजाले ब्यालेन्स गर्नुहुन्छ त्यति राम्रो देखिन्छ होइन। र आफ्नो साथीभाइहरूलाई तास खेलेको बेलामा टक्कसँगले यसरी गरेर आफूलाई परेको तासको माल यसरी काटेर ढ्याक्कै देखाउँदा कस्तो खतरा देखिन्छ। जस्तै मेरो हातमा कस्तो दामी घुमिरहेछ है। र यति भन्दै थ्याङ्क्स फर वाचिङ। सिक्नुभन्दा अगाडि चाहिँ तपाईँले यसरी झट्काएर यसरी ब्यालेन्स गर्न सिक्नु होला। धन्यवाद।